हेलो गाइज, वेलकम टु माई ब्लग। अनि यो चाहिँ मेरो फर्स्ट ब्लग हो। अनि आज चाहिँ हामी यता ओडाकालाई जाँदैछौँ। म चाहिँ अहिले गाउँमा आएको छु नि त। अनि गाउँको ओडाकालाई दोकान कस्तो हुन्छ देखाउँछु। अनि सबै लास्टसम्म हेरिदिनु होला भिडियो। अनि कस्तो लाग्छ त्यस अनि लाइक कमेन्ट सेयर पनि गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। कस्तो लाग्छ त्यही अनुसार लाइक पनि कमेन्ट पनि गरिदिनु होला। अनि त्यसपछि अहिले चाहिँ म ठुल्मामको घर आएको। घरमा बाटो बनाउनु भ्याइएन कि, किनभने भाइ थियो, भाइले पछाउँछ नि त, त्यही भएर। अनि यो ठुल्मामीले पाल्नु भएको गाई, यो गाई, उतो गाई, अनि यो गाई पाल्नुपर्छ। त्यो बाख्रा है गाइस। अनि यहाँ मलाई बोलाउनु भयो क्या तरकारी खानको लागि। अनि हामी जान पर्ने चाहिँ त्यो चाहिँ घेलपोस। अनि उयो रातो टिन लगाएको चाहिँ ओडाकालाई हो। अनि हामी त्यहीँ जाँदैछौँ। अनि यसले भ्लग गराएको थियो, त्यही हेर्दै बसिरहेको छु। यहाँ चाहिँ ठुल्मामी हुनुहुन्छ। अनि हामीले चाहिँ यो तरकारी खाने हो है गाइस। अब एकछिनमा भेटौँला। तरकारी खाँदैछु गाइस। खाएर पनि भयो। अब जुठो गरेर सिधा भाडा पनि मारिदिनु पऱ्यो नि त। अब प्लास्टिककोमा खाएको भए भाडा मारिदिनु पर्थेन। पहिला यताबाट यसरी खोल्नुपर्छ, अनि यताबाट पानी आउँछ। अनि मतलब पानी मात्रै हो यसरी। गाइस बहुत स्पिडमा आइरहेको क्या हो, बहुत स्पिड, बहुत। नास्ता भयो, खाइयो, अगाइयो। अब चुप्पो गर्नु पर्नु होइन, बन्द गरेँ। अब गइरहेछु। भ्लग हेर्दै बस्नुभयो। अब यो भाडा पनि राखिदिनु पर्यो, कहाँ भन्दा माथि र यहाँ अँध्यारो हो कि गाइस। तपाईँहरूलाई के देखेको छैन होला। यस्तो टक्क मिलाएर राख्नुभयो। ल अब हामी चाहिँ तलतिर झरौँ जाऊँ। गाइज हामी चाहिँ तलतिर झर्दैछौँ दोकान जानको लागि। यो चाहिँ रोक्न भनेको भनेकै छ। फोनै छ त्यहाँ फेरि हिँड्दा पनि के जिन्दगी यस्तो छ कि। यसले पनि कति त भन्दो रहेछ नि, वेलकम टु माई घर। अनि यो चाहिँ घर छोडिदिएको घर हो। यसमा चाहिँ मान्छे हुनुहुन्छ। घरमा चाहिँ सबै तलतिर जानुभयो जस्तो छ। पसौँ त, किन पस्ने हो र? पैसा दिनु छैन। ए हट नि, यहाँ पैसा दिनु परेन त। 50 रुपियाँ दिन हो यहाँ पैसा दिन थियो कि बल्ल नि आन्टीलाई। अङ्कललाई दियो पनि भयो होइन, अङ्कललाई दिन पर्यो पैसा। उता तलतिर कहाँतिर अङ्कल यो बल्ल आन्टीलाई दिनु है पैसा। अस्ति दिनुभएको थियो पैसा के अरे बल्ल आन्टीले। अनि दिनु है के अरे मेमिकाले दिएको भन्नु है। यहाँ राखिदिउँ मेमिका लाउनु। उता तलतिर कारतिर खसेको छ। अब चाहिँ गाइज आउन लाग्यो, रमाइलो छ। अनि यो घर चाहिँ यता कति अँध्यारो भयो कि गाइज। यो घरलाई चाहिँ काफल डाँडा भन्छन्। आउँदैछौँ उता फेरि कार्यालयमा भिड छ कि। अब मलाई बनाउनु फेरि लाज लाग्छ कि गाइज होइन, धेरै लाज लाग्छ कि। अब यसो फोनमा चाहिँ छडा भन्ने हो अब। अनि अरूसँग बोल्ने हो तपाईँहरूसँग। ल उ त्यो के ओडाका यो ओडाका हो नि त।
ओडा कार्यालय आइयो। अब ओडा कार्यालय पनि आइयो। यही ओडा कार्यालय। यो चाहिँ दोकान है। यस्तै हुन्छ दोकान गाउँघरतिर। यस्तै हो कि दोकान गाउँघरतिर। यो पनि हो ओडा कार्यालय त। यो पनि अनि यो पनि है दोकान गाइज। उतै एउटा कुकुर छ के। अनि गाइज उतै चाहिँ हेल्पोस हो हाम्रो गाउँघरको। उयो चाहिँ हेर्नुहोस् न त राम्रो होइन हेल्पोस। यहाँ चाहिँ दबाई फ्रीमा पाइन्छ। उपचार चाहिँ अलिअलि पैसा लाग्छ तर टाउको दुखेको यस्तो हुन्छ नि त्यो चाहिँ फ्रीमा पाइन्छ ल गाइज। हामी चाहिँ उता गर्दाखेरि आएको माथि गर्दाखेरि। अनि यस्तो छ हाम्रो गाउँघरको हालत। अब दौड्यो गाइज दौडिनु पर्यो। उतै आउनुहुन्छ आमाहरू। त्यो दोकान पनि आइयो। अब स्कुल जाने होइन। स्कुल आयो गाइज। स्कुल अब पहिला पढेको स्कुल आयो। पहिला पढेको स्कुल आयो। दोकानभित्र के खाएर पनि यसो दोकानभित्र चाहिँ अहिले केही सामान रहन्छ। पहिला दोकान स्कुल जाऊँ। स्कुल नमस्ते सर। यो चाहिँ पालिकाको गाडी हो। यो हो कि हाम्रो स्कुल गाउँघरको स्कुल। म चाहिँ नर्सरीमा पढेको थिएँ कि यो स्कुलमा। अनि सुगमले 2 क्लाससम्म पढेको होइन 3 क्लास 3 क्लाससम्म यसले यहाँ तफुमा जाने होइन अब। अनि यहाँ चाहिँ क्यान्टिन थियो गाइज। क्यान्टिन थियो। अनि हाम्रो स्कुल यही हो गाइज। हेर्नुहोस् त गाइज कस्तो राम्रो है हाम्रो स्कुल गाउँघरको स्कुल। वाह हेर्नुहोस् त। अनि गाइज अनि हाम्रो यो चाहिँ भलिबल खेल्ने हो होइन। अनि यो चाहिँ त्यो माथिको चाहिँ लालु गुराँस भएको यो नेपालको झन्डा भएको चाहिँ अफिस हो है गाइज। अनि यहाँ चाहिँ यत्रो यो चाहिँ आरु हो कि गाइज होइन। अनि यो चाहिँ मन्दिर हाम्रो प्यारो मन्दिर हो। अरू चाहिँ पछि आउँदै हुनुहुन्छ। अनि हामी किन चाँडो आएको भन्दा के अरे अहिले भ्लग गराउनु पाइनँ कि मलाई लाज लाग्छ त्यही भएर होइन गाइज। अनि यो क्लासमा पनि मैले पढेको थिएँ कि 1 क्लासमा पनि मैले यसो पढेको थिएँ तर यहाँ चापी गएको रहेछ कि गाइस। यहाँबाट देखाउँछु है तपाईँहरूलाई मेरो क्लास। यस्तो हुन्छ गाउँघरको क्लास। अनि उता चाहिँ हामीले नामहरू लेखेको थियौँ के हेर्नुहोस्। अनि त यस्तो भयो तर हामीले चाहिँ पहिला चाहिँ नाम लेखेको थियौँ क्या। अब म गएँ नि त अनि त्यही भएर अनि तपाईँहरूलाई चाहिँ नर्सरी क्लास पनि देखाउँछु ल। अनि यो चाहिँ 6 क्लास हो गाइज। यो चाहिँ 6 क्लास हो होइन 6 क्लास मलाई थाहा छ। कहाँ पढ्ने र गाइज हामी चाहिँ पहिला यहाँबाट चाहिँ चिफ्लेटी खेल्थ्यौँ कि त्यहाँ गएर। अहिले चाहिँ यहाँ भत्किसक्यो। अनि तपाईँहरूलाई मैले माथि पनि देखाउँछु ल गाइज। हेर्नु यहाँ कुकुर कति धेरै मान्छे हुनुहुन्छ भाइ यहाँ त। म त माथि जान्न यहाँ त पढाइ हुँदैछ। अनि गाइज यो चाहिँ नर्सरी क्लास हो। मैले चाहिँ वहाँ माथि देखाइनँ कि मलाई लाज सबै यहाँ पढाइराख्नु भएको थियो। अनि यो चाहिँ 9 क्लास हो कि कुन क्लास हो आई डोन्ट नो। अनि खोलिन त हो यो नर्स हाम्रो क्लास त। खोल्यो यो चाहिँ हाम्रो नर्सरी क्लास हो हेर्नुहोस्। अनि यतापट्टि चाहिँ खेलाउने कुराहरू अनि उता थियौँ बोर्ड। यतापट्टि चाहिँ खेलाउने कुराहरू राख्नुहुन्थ्यो। अनि यता हेर्नुहोस् त कति राम्रो नर्सरी क्लास। यतापट्टि पनि हेर्नु होला यता खेलाउने कुराहरू वहाँ पढाइहरू छ। अनि म चाहिँ यहाँ के अरे अस्ति नै यो 5 क्लासमा साउन्डमा आउँदाखेरि घरमा बस्दा यत्तिकै झ्याउ लाएर चाहिँ म 5 क्लास पनि पढेँ कि यहाँ म छुट्टीमा जति जसो पाएँ नि पुरै पढेको हो कि यो क्लासमा हेर्नुहोस् न।
हेर्नुहोस् न हाम्रो क्लास हो कि यो गाइज कति रमाइलो लाग्छ अनि त्यहाँ चाहिँ हामीले ड्रइङ पनि गराएको थियौँ कि मैले यो पिक्चर त मैले गराएको गाइज तर भुइँमा होइन कि यो तलको चाहिँ गाइज मैले गराएको थिएँ तर तल गयो कि यसो माथि जाऊँ न है गाइज हेर्नुहोस् अब फोन लिएर भयो नि म त यतिकै देखाउँछु है म बोल्दिनँ है गाइज त्यतिखेर चाहिँ हेर्नुहोस् माथि जाउँ ब्याज जोडी प्रक्रियाले गर्दा हरेक सदस्यलाई 15% भनेको ब्याज गर्न जाने हुँदा यसै समुदायका दिदीबहिनीको छरिएर रहेको संस्थागत गरेर श्री पहिलो समाज महिला कृषि सहकारी संस्था सञ्चालनका लागि तपाईँहरूले पनि देख्नु चाहिँ भएको होला यहाँ चाहिँ उँधो गएको थियो गाइस तपाईँहरूले पनि देख्नु चाहिँ भएको होला त्यहाँ चाहिँ कति सुनसान अनि शान्त थियो त्यही भएर म चाहिँ त्यहाँ बोलिनँ अनि मलाई चाहिँ त्यहाँ उ गर्दा पनि लाज लागिरहेको थियो कि त्यही भएर म चाहिँ उ गरिनँ होइन गाइस अनि यो चाहिँ हाम्रो बाथरुम थियो उयो हो बाथरुम अनि यो पनि बाथरुमै हो गाइस अनि अब हामी चाहिँ उता अनि हामी चाहिँ यता गएर कस्तो के गर्थ्यौँ कि हामी त पहिला सानोमा अहिले त बाहिर पुरै अनि गाइज यस्तै छ अब के गर्नु तर मलाई यो स्कुल लास्टै याद आउँछ अनि म त मेन त नर्सरीमा पढेको हो कि यो क्लासमा कति राम्रो आउँछ पढेर अनि त्यो क्लासमा लास्टै रमाइलो हुन्छ तर यहाँ गाइज तपाईँहरूलाई चाहिँ यहाँको भ्यू म देखाउँछु ल यही नै हो हाम्रो स्कुल अब हामी चाहिँ दोकानतिर जान्छौँ है त गाइज काफल नाम क्या लिन अब हामी चाहिँ दोकानतिर जान्छौँ है त गाइज के किनौँला